आज नानीको हामीले बर्थडे सेलिब्रेट यसरी गऱ्यौँ। हामी सहभागी हुन नसके पनि यदु सरले चाहिँ अनि बच्चाहरूलाई मिठो भोजन अनि खुवाइदिनु भयो नानीको नाममा। त्यसपछि हामी दर्शन गर्न शिवालय मन्दिर नानीलाई लिएर गयौँ। हाम्रो घर नजिकै छ अनि आमासँग फोटो खिच्ने भनेकी छिन् अनि आमा र नानीको फोटो छ। त्यसपछि हामी चाहिँ नानी चाहिँ शिवलिङ्गमा फोटो खिच्छु मम्मा भनेर शिवलिङ्गमा गएर बसेकी छिन् अनि भगवानलाई समातेकी पनि छिन् अनि एकछिन रमाइन्। अनि त्यसपछि मजाले नानीले चाहिँ कति मजाले भगवानलाई ढोगेकी छन् है। अनि एकछिन पूजा गऱ्यौँ हामीले त्यहाँ अनि नानी एकैछिन मन्दिरमा पनि डुलिन् खेलिन् अनि एकछिन चाहिँ मम्मासँग पनि फोटो खिचिन्। त्यसपछि चाहिँ हामी चाहिँ ह्यापी बर्थडे टु यु ल आमाले ह्यापी बर्थडे टु यु भन्नुभएको छ। ह्यापी बर्थडे टु यु भन्नुभएको छ। ह्यापी बर्थडे पनि सिकाउनु भएको छ। ह्यापी टु यु ह्यापी टु यु ह्यापी टु यु। त्यसपछि हामी दादाको घर गयौँ, ठुलो मामुको घर। दादाले कति माया गर्नुभएको आमासँग मिठो फलफुलहरू खाँदै छिन् छोरी। ठुलो मामाले पनि कति माया गर्नुभएको छ। फल खाँदै छिन्, अनार खाँदै छिन् आफैले। दादाले चाहिँ बुनुलाई आफै खुलाइदिने, कहिले पानी खुलाइदिने, कति बेला फलफुल खुलाइदिने। अनि आमासँग कुरा गरेकी छिन्। कस्तो मजाले कुरा गरेकी छिन्। के गफ गरिन् ठुलो मामुले कति धेरै पैसा दिनुभएको छोरीलाई। खै ह्यापी बर्थडे टु यु। ल म बुलाइन ल आमा यो त धेरै छोइ त अहिले पढ्न थाली।